उफ बेस क्याम्पमा आइपुग्यो। आहा जाडो बहुत छ। चिसो कस्तो भयो त आज सुरज सरको यात्रा? राम्रै भयो। ठिक छ। उहाँ चाहिँ हाम्रो बेस क्याम्पको नाना हुनुहुन्छ। खानाहरू सबै उहाँले व्यवस्था गरिराख्नु भएको छ। के नाम हो र हजुरको? आगो एकदम तापिराख्नु भएको छ हाम्रो सुरज दाइले चाहिँ। त्यहाँबाटै फेमस हुनुहुन्छ। हजुर बेस क्याम्प भन्नु उहाँबाट पठाउनु भएको थियो हामीलाई पनि। नहुन होइन माथि मयङबाट चाहिँ किम पञ्चकन्या माविबाट चाहिँ हाम्रो सरहरू शैक्षिक भ्रमणको लागि आउनु भएको छ। विद्यार्थी सहित जम्मा 28 जना होइन? हजुर 28 जना। तपाईँ शिक्षकहरू सहित 28 जना भन्नुभयो, स्टाफ सहित 28 जना। भ्रमण दलमा चाहिँ हामी 5 दिनको पदयात्रामा हिँडेका छौँ। अनि सरहरूको कस्तो भयो त्यो शैक्षिक भ्रमण चाहिँ? अब अहिलेसम्म एकदम राम्रो भइरहेको छ, बच्चाहरू खुसी भएको छ। हजुर अब यो मनोरञ्जन सँगसँगै हामीले केही कुरा सिक्ने, केही कुरा लिने भन्ने कुरा हिसाबले हामी आएका छौँ। अब आज हामी समीरले यो आज उदौली पर्वको अवसर पनि हो। हजुर यो आज मङ्सिर पूर्णिमा, धामी पूर्णिमा पनि भन्छौँ। हजुर हामी सोही अवसर बनाएर आज हाम्रो बच्चाहरूलाई, कक्षा 10 मा बच्चाहरूलाई यो क्या संस्कार अनुसारको एउटा चाहिँ ऐतिहासिक सांस्कृतिक आस्थाको धरोहर स्थल पवित्र भूमिमा हामीले आज दर्शन गऱ्यौँ, गरायौँ र हामी एउटा दाबीको साथ भन्छौँ। अब कुनै पनि बोर्डिङ अथवा कुनै पनि सरकारी स्कुलहरू यसरी चाहिँ कुनै विद्यार्थीहरूलाई लिएर यसरी शैक्षिक भ्रमण आएको थिएन र हामी हो फर्स्ट तपाईँ हेर्नु भएन र त्यसो भएको हिसाबले गर्दाखेरि हामी सम्भवतः पहिलो भन्ने हामी एउटा अहिले अगाडि आउने भने अथवा उत्तरवाला सञ्चालकहरूसँग हामी कुरा गर्दाखेरि यो ढङ्गको संस्थागत चाहिँ भ्रमण थिएन भन्ने कुरा पनि हामीले पाएका छौँ। तपाईँहरूको स्कुलको केही पेजहरू छ? हामी पञ्चकन्या मावि बुकिङ भनेर हाम्रो फेसबुक पेज छ। म विद्यालयको प्रधानाध्यापक पनि। हजुर म लक्ष्मण जोशी। हजुर अब हामीसँग यहाँ सरहरू हुनुहुन्छ। हामीसँग चाहिँ विद्यालयको व्यवसाय समिति अध्यक्ष, हजुर वडाध्यक्षज्यू सहित हाम्रो टोली छ र हामी हिँडिरहेका छौँ। र अब आज भोलि चाहिँ तपाईँहरू मयङ फर्किनु आजको यताको घुमाइ सँगसँगै भोलि हामी मयङ फर्केर बास बस्ने जान्छ। हुन्छ, त्यो मैले पेज भेट्यो भने तपाईँहरूलाई ट्याग गर्छु नि है भिडियो बनाएर। पञ्चकन्या मावि बुकिङ भन्ने छ। हस्, धन्यवाद। भात चाहिँ भर्खर पाकिसक्यो हाम्रो चाहिँ। अब खाएर सुत्ने हो। चौरीको सुकुटी चाहिँ माथि छ।
हेर्नुहोस् त हावा लाग्दैन घाम लागिरहेछ त तल तल कुयो लगाइरहेछ हिमालहरू देख्न सक्नुहुन्छ कस्तै यस्तो हेर्नुहोस् है भिड यत्तिको छ यता आउनु होला घुम्न रमाइलो छ एकदम त्यही हो पर्छ